अन्य भाइ बहिनी, तपाईँ आज फेरि हेर्दै हुनुहुन्छ कक्षा 9 को अर्थशास्त्र। हामी कक्षा 9 को अर्थशास्त्र कहाँसम्म पढेको थियो? 35 पेज नम्बर। यो पाठ तपाईँले 3 मा पढ्न गइरहेको छु। हामी योमा के पढेको थियो? अर्डिनल युटिलिटी। अब यता पढ्न गइरहेको छु। कति छ? 36 पेज नम्बरदेखि। पेज नम्बर तपाईँको 36 हो। र यता तर पहिलो एकबाट प्राप्त उपयोगिता दोस्रो एकाइबाट प्राप्त उपयोगिता भन्दा बढी छ भनेर तुलना गर्न भन्ने सकिन्छ। भनेछ पहिलो जुन हामीले पहिलो उपयोग गर्छौं नि, जुन हामीले पहिलो कन्जर्भ गर्छौं नि, त्यो बाट दोस्रो एकाइ युनिट प्राप्त उपयोगिता भन्दा बढी हुनेको तुलना गर्न भन्ने सकिन्छ। अब अर्को शब्दमा दुईवटा रोटीबाट प्राप्त उपयोगितालाई धेरै वा थोरै भनी क्रममा व्यक्त गर्न सकिन्छन्। भनेछ मानव दुईटा रोटी छ। अब दुईटा रोटी छ, अब उपयोगिताले धेरै र थोरै भनेर हामीले त्यसलाई भिन्नता छुट्याउन सकिन्छ। अब भनेछ मानव रोटी, आइसक्रिम र फलफुल मध्ये पहिलो प्राथमिकता रोटी, दोस्रो प्राथमिकता आइसक्रिम र तेस्रो प्राथमिकता फलफुल भनेर श्रेणी वा क्रममा देखाऊ भनेछ। तपाईलाई पहिलो प्राथमिकता रोटी छ, दोस्रो आइसक्रिम छ, तेस्रो फलफुल छ। अब तेस्रो त छ, यसलाई तपाईले भनेको हुन्छ क्रमश तपाईलाई त्यही बार ग्राफ जुन हामी भन्छौं नि, त्यसलाई बार ग्राफमा हामीले क्रमश रूपमा हेराउनु पर्छ। अब हेरौँ, तर कुनै एक समयमा पहिलो प्राथमिकतामा परेका वस्तु अर्को समयमा पहिलो प्राथमिकता नपर्नु सकिन्छ। भनेछ जुन कुनै समयमा हामीलाई कुनै बेला जुन वस्तु पहिलो प्राथमिकतामा हुन्छ, त्यो अर्को बेला त्यो वस्तु प्राथमिकतामा हुँदैन। यता हेरौँ, इक्जाम्पल तपाईलाई राम्रो दिएको छ। जस्तै भोक लागेको समयमा रोटी पहिलो प्राथमिकता हो। हामीलाई जति बेला भोक लाग्छ भने हामीले त पहिला दाल चामल न त विभिन्न कुराहरू जस्तो पेट भरोस् जस्तो कुराहरू हामी खान्छौं। त्यो हो हाम्रो पहिलो प्राथमिकता। अब दिउँसो घुम्न गएका बेलामा आइसक्रिम पहिलो प्राथमिकता पर्न सक्छ। अब भनेछ दिउँसो जब तपाईँ कतै घुम्न जानुभयो भने तपाईलाई त्यति बेला अलिकति मात्रै भोक लागेछ भने त्यति बेला त तपाईँ त त्यो रोटी त खानुहुन्न, दाल चामल त खानुहुन्न, त्यो त तपाईको पहिलो प्राथमिकता होइन। त्यसैले भनेछ समयको अनुसार तपाईलाई पहिलो र दोस्रो प्राथमिकता बदलिन सकिन्छ। अब यो आइसक्रिम त दोस्रो प्राथमिकता थियो, तर दिउँसो घुम्न गएको बेलामा तपाईले यो त पहिलो प्राथमिकता भयो नि। त्यसैले तपाईलाई भनेछ यो समयको अनुसार यो फरक प्राथमिकता हुन सक्छ, फरक माग हुन सक्छ। अब यता हेर्नु, कार्डिनल युटिलिटी इट्स मेजरमेन्ट, संख्यात्मक उपयोगिता र यसको मापन। अब यसको मापन कसरी गरिन्छ त? अब कुनै एक वस्तु वा सेवाका विभिन्न एकाइहरूको उपभोगबाट प्राप्त हुने उपयोगितालाई संख्यामा व्यक्त गर्न र मापन गर्न सकिन्छ। भनेछ कुनै एक वस्तु वा सेवाका विभिन्न एकाइहरूको उपयोगबाट
प्राप्त हुने उपयोगितालाई वस्तु व्यक्त गर्न र मापन गर्न सकिन्छ भन्ने अवधारणा सङ्ख्यात्मक उपयोगिता हो। उदाहरणका लागि स्योका विभिन्न एकाइहरू उपयोग गर्दा स्योको पहिलो एकाइबाट 15, दोस्रोबाट 10, तेस्रोबाट 5 युटिल्स प्राप्त हुने भनेर सन्तुष्टिलाई व्यक्त गर्न उपयोगितालाई सङ्ख्या मापन गर्न सकिन्छ। भनेछ कुनै एक वस्तु वा सेवा विभिन्न एकाइहरूको उपयोगबाट प्राप्त हुने उपयोगितालाई सङ्ख्यामा व्यक्त गर्न सकिन्छ र मापन गर्न सकिन्छ भन्ने अवधारणा सङ्ख्यात्मक उपयोगिता हो। कुनै एक व्यक्ति, कुनै एउटा मान्छे वा सेवाको विभिन्न एकाइहरू उपयोगबाट भनेछ विभिन्न सेवाको एकाइहरू हामीले विभिन्न रूपमा सेवा लिन सक्छौँ। त्यही सेवाको उपभोग तथा कन्जप्सन हुने उपयोगितालाई सङ्ख्यामा व्यक्त गर्न, सङ्ख्यामा अर्थात् नम्बरमा हामीले व्यक्त गर्न र मापन गर्न सकिने, जुन हामीले व्यक्त गर्न र मापन गर्न सक्छौँ नि त्यस्तो अवधारणा, त्यस्तो कन्सेप्ट सङ्ख्यात्मक उपयोगिता हो। उदाहरणका लागि स्योका विभिन्न एकाइहरू उपभोग गर्दा स्योको पहिलो एकाइबाट हेर्नु। उदाहरणका लागि स्योका विभिन्न एकाइहरू अर्थात् युटिल्स उपभोग गर्दा स्योको पहिलो एकाइबाट 15 भनेछ पहिलो युनिटबाट 15, दोस्रो युनिटबाट 10, तेस्रो युनिटबाट 5 युटिल्स प्राप्त, जसको कार्डिनलिटीको युनिट हुन्छ नि युटिल्समा अघि हामी पढेको छौँ त्यही हो भनेर सन्तुष्टि व्यक्त गर्न उपयोगितालाई सङ्ख्या मापन गर्न सकिन्छ। अब हेर्नु, उपयोगितालाई सङ्ख्यामा व्यक्त गर्दा कुनै एक वस्तुको विभिन्न एकाइको उपभोगबाट प्राप्त हुने कुल र सीमान्त उपयोगिता गणना गर्न सकिन्छ। यसको गणना गर्न सकिन्छ। अब हेर्दा कुल उपयोगिता, कुल उपयोगिता टोटल युटिलिटी TU कुनै एक वस्तुको निश्चित एकाइ उपभोगबाट प्राप्त उपयोगिताको जोडलाई कुल उपयोगिता भनिन्छ। भनेछ कुनै एउटा वस्तु निश्चित एकाइ भनेको निश्चित, न त्योबाट बढ्ने न त्योबाट घट्ने, त्यसको उपभोगबाट हामीले त्यसको जोडलाई कुल उपयोगिता भनिन्छ। कुनै एक वस्तुको उपभोग गरिएका प्रत्येक एकाइबाट प्राप्त उपयोगिता सीमान्त उपयोगिता के जोडाफल कुल उपयोगिता भनिन्छ। भनेछ कुनै एक वस्तुको उपयोग गरेका प्रत्येक एकाइबाट प्राप्त उपयोगिता सीमान्त उपयोगिताको जोडफललाई कुल उपयोगिता भनिन्छ। भनिन्छ मानौ उपभोक्ताले 5 वटा रोटी उपभोग गर्दा उसले पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं एकाइ रोटीबाट क्रमशः 10, 8, 6, 4 र 2 युटिल्स उपयोगिता प्राप्त गर्दा कुनै कुल उपयोगिता यस प्रकार गणना गरिन्छ। गरिन्छ। तपाईँ हामीलाई थाहा राख्नुपर्छ कि टोटल युटिलिटी भनेको कुल उपयोगिता। अब यसको फर्मुला टोटल युटिलिटी समेसन भनेको सम MU, जति MU हुन्छ नि, जति युनिट हुन्छ नि त्यति युनिटलाई हामीले सबैलाई जोड्नुपर्छ। MU भनेको म्याग्नेटिक युटिलिटी।